हेलो हेलो नेपालका बलात्कारी भ्रष्टाचारी दाजु दिदीहरू। अब तपाईका दिनहरू गए गाह्रो छ। जुन नेतृत्वलाई पहिला खुङखार विरोध गरेको त्यही नेतृत्वका मान्छेहरूसँग चाहिँ हात मिलाउनु रवि लामिछाने पुग्नु भएछ हैन। विरोध गर्न जति सजिलो छ अब काम गर्न त्यो ठाउँमा पुगेर आफूलाई त्यति सजिलो चाहिँ नहोला हैन। तर आशा गरौँ उहाँले जति बोल्नु भएको छ त्यति पुर्याउनु हुनेछ र उहाँको कार्यकाल चाहिँ 5 वर्षसम्म चाहिँ रहिरहोस्। अनि उहाँको बोलीमा र कार्यशैलीमा कति फरक हुन्छ त्यतिखेर थाहा हुन्छ होला। जे होस् हामी नेपालीहरूले